बुटवलमा पनि राजावादी आन्दोलन भएको अवस्था। यति बेला बुटवलको ट्राफिक चोकमा सर यो सभा पनि हो कि यतिकै र्याली मात्रै हो? सभा होइन, कसैले सभा पनि धेरै बोल्नै पर्दैन, स्वतन्त्र पुगिसकेको छ, के बोल्नु पर्यो? सभा पनि भन्दै सुनेको यो काँगर टुङ्गिने हो सर? यो मलाई जानकारी भएन, आज कारणमा थाहा थिएन। हजुर, अहिले पछि जानकारी पाएपछि कम्पनीको सहरमा भएको मोटरसाइकल परेर आएर आएको छु। हजुर, अब देशमा धेरै अत्याचार लुटमार भएको हुनाले अब हामी यसको विकल्प खोज्न जरुरी छ भनेर आएको। भनेको त सभा हुने होइन, सभाहरू अगाडि बढ्ने भन्ने कुराहरू छ। हजुर, तर पुरा मलाई जानकारी छैन, तर विकल्पको रूपमा चाहिन्छ भनेर सहभागी जनाएको हुँ। नारा केपी चोर दिए छोड्को छ, सबैलाई पीडा भएको छ। अब यिनीहरूलाई लड्नै पर्यो। हजुर, मेरो नाम त नारा त अब देशव्यापी नै त्यही भइहाल्यो।
यो कोही पनि यो त पार्टीको झोले जाला कुकुरहरूलाई पार्टीको भए त किन यहाँ आउँछ हगेर पार्टीको झोले बनिएर हगे कुखाएर आउँछ जनताले पुगिसके जनतालाई भरम पारे अब भएन भने विद्युत प्राधिकरणलाई पनि प्राइभेट सेक्टरलाई बेचेर काम पाउनु लाग्छ त्यसै भन्छ मगर घाटले चोर डाकाएर ल्याएर चला भन्छ आक्रोश छ अब यस्तो त्यहाँ आमसभा गरिदिनु पर्छ मान्छेलाई गोली हान्न मार्ने हो त यी डाकाहरूलाई त गोली हान्नेलाई खोज्नुपर्छ प्रहरीलाई त यी नेताहरूले के अरे घरको बिस्तारा बनाइदियो कि खाना माथि कपडा धुने स्कुल बच्चा पठाउने अर्गनाइजरबाट बनाएको के भन्नुहुन्छ आजको आन्दोलनलाई अहिलेको आन्दोलन भनेको एकदम सही छ हजुर हाम्रो देशमा परिवर्तन आवश्यकता छ यी डाका लुटेराहरूको लागि हामीले परिवर्तन चाहिन्छ देशलाई खतम बनाइदियो भोलिको हाम्रो बालबच्चा भविष्यको लागि हामी संरक्षण गर्नुपर्छ कुरो ल र प्रहरी भाइहरूलाई पनि म के भन्छु भने यो नेताको विस्तार नबन्नु होइन हाम्रो पुस्ता त आन्दोलनमै जाने भयो बित्ने भयो फेरि हाम्रो छोराहरूले पनि नातिहरूले पनि आन्दोलनै गर्नुपर्ने हो कि जस्तो छ त अब यस्तो छ विकल्प खोज्दाखेरि के आएर राम्रो हुन्छ भन्ने सोच हो हजुर हामीहरूले त्यसको लागि गल्ती गरी हिजोको दिनमा राम्रो फालेर आज यो यिनीहरूले झन् धेरै हामीहरूलाई दुःख दिएका छन् यति जनतालाई पीडा परेका छन् त्यसले गर्दा यस्तो बिग्रो हुन्छ राजालाई पछाडि लागेको हो अब राजाले आएपछि घरमा एउटा मूल मान्छे चाहिन्छ अभिभावक चाहिन्छ भने राजा नभए पनि त्यो चल्दैन भनेको बस्नुभयो स्फूर्ति भएर आएको ल ल धन्यवाद कति आएको त म त राष्ट्रमा म पऱ्यो मेरो बल थुप्रै रहेछ मान्छेहरू धेरै जो हुनुहुन्छ रहेछ जम्मा बढी छ नि यो गन्न कन्टिन्यू जानेकोले भनेको अब यहाँ गन्ने कसले नयाँ मिलबाट भेट्छ एउटा अड्कल हो कि अड्कल हो अझै पछाडि सके कोही मान्छे यता बाटो गयो कोही मान्छे उता बाटो गयो भयो यो तरिका भयो गइहाल्छ पाँचजना सिद्धाइसकेर अब छोड्छ जनताले अब अहिलेसम्मको इतिहासमा बुटोल जागेपछि सत्ता पल्टेको सबैलाई जानकारी छ अब सत्ता पल्ट्यो अब यी नेताहरू नेताहरूको अब घर घर आउन हुन्छ 30 सालदेखि अहिलेसम्मको हेर्ने हो भने इतिहास काठमाडौँ त हिंसात्मक भयो उग्र भयो भन्ने आएको छ नि यस्तो त हिंसा मुलुक भयो भन्नाले हिंसा त जनताले गरे होइन उनीहरू हतियार लिएर गएको छैन शान्तिपूर्वक जाँदाखेरि हस्तक्षेप भएपछि त अहिलेको परिवर्तनलाई उनीहरू ध्यान दिन पनि तयार छन् हजुर मरेर बाँच्न पनि तयार छन् परिवर्तनलाई जाँदाखेरि कसै हिंसा गर्छ भने त्यसको प्रतिकार गर्नै पर्छ फेसबुक लाइभ हो आज र्याली मात्रै हो कहीँ सभा होइन यो बुटोलको ट्राफिक चोक मलाई थाहा छ कि नै फेरि के को लागि नाच्नु छ भए
त्यसलाई गर्मी भयो जस्तो छ। चाबी खस्यो तपाईँको चाबी राम्रो भयो कुन पार्टीको भन्नुपर्छ लास्टमा कुन पार्टीको भन्नु बस्ती बाट